यसरी हिँड्नुहोस् स्वस्थ भइन्छ। ल हेर्नु इन्भाइरोमेन्ट पनि एकदम राम्रो छ, यस्तो राम्रो इन्भाइरोमेन्ट छ। माथि बादल लागेको छ, तल मौसम चिसो छ गर्मी ठाउँमा। यस्तो अवसर पाइन्न, पाएको बेलामा युज गरौँ। म यस्तो युज गरेँ टक्कै टक्कै हेर्नु दुवार बस्नु आयो। मस्त यसरी हिँड्ने 6-7 किलोमिटर दिनको हिँडेपछि 300 क्यालोरी जति बर्न हुन्छ, शरीर एक्टिभ हुन्छ, मानसिक रूपमा स्वस्थ भइन्छ। हेल्थ नै के हो वेल्थ हो भन्ने भनाइ छ नि, त्यो रियालिटी हो। जब तपाईँलाई ढाड दुख्छ, शरीरमा विभिन्न रोग देखा पर्छन् नि, त्यसले केही काम गर्दैन। त्यही भएर शरीरलाई अलवेज के राम फुर्तिलो राख्ने, बिहान उठ्ने, दुध चिया खाने, गजदम्म मोबाइल हेर्ने, त्यो काम नगरौँ भन्ने कुरा हो मेरो। अरू सब ठिक छ। त्यसो नेचरसित कनेक्टेड हुनु पाइन्छ नि त भाइ। यो निमका बुट्टाहरू छन् ल, निमको निम छ ल, छोए पनि औषधि। अमलाका बुट्टाहरू छन् ल, अमलाका बुट छन्, एकदम राम्रो समय छ।